हेलो गुड मर्निङ एभ्रिवान, वेलकम टु माई ब्लग। अनि आज म चाहिँ यता ड्राइभरसँग होटेलमा बसेर म ड्युटी जान लागेको है। लेट्स गो। अहिले यो माइती घर आइसक्यो। सो म भर्खर आउटलेट पुगिसकेको छु है। एकदम चिसो भयो बाइकमा आउँदा। मैले मेरो मोबाइल होल्ड गर्नै सकेन क्या। थमानी हाल्नु पर्यो। ओके, अब रेडी हुनुपर्छ है। मेसिन अन गरिदिनु पर्यो। सो ओके गाइज, अब म बाहिरको काम सकेर अब भित्र बारतिर छिर्न लागेको। अब आउटलेटभित्रको सब काम गर्नुपर्ने हुन्छ। सो बिहानको चापीहरू यस्तै छ। बहिनीले यता काम गर्दैछन्। अब बारभित्रको सब काम गर्नुपर्ने हुन्छ। म्याट मिलाउनदेखि लिएर सब है, वाइपदेखि लिएर सबै गर्नुपर्ने हुन्छ। सो ओके, अब बारभित्रको कामतिर लागौँ। सो ओके, अब बारभित्रको काम गर्नु स्टार्ट गरौँ है त। सो ओके, मैले यताउति काम पनि थोरै सकेको छु। अब बिस्तारै म क्यालिब्रेसन गर्नतिर लाग्छु। अहिले लेट्स गो। ओके, भर्खर मैले क्यालिब्रेसन गरेर सकेको छु। अब चाहिँ मैले चेक लिस्टहरू भर्नुपर्ने हुन्छ। अनि क्यालिब्रेसन गरेको एमएलहरू, यिल्डहरू, डोजिनहरूलाई चाहिँ अब पेपरमा लेखेर हाम्रो त्यहाँ सधैँ चाहिँ त्यहाँ राखिदिनु पर्ने हुन्छ। किनकि इभिनिङको स्टाफलाई थाहा हुनुपर्छ कि है त। सो म चेकलिस्ट भर्नतिर लागेँ। भर्खर मैले चेकलिस्टहरू भरेर सकिसकेँ। अनि अब चाहिँ म यता एफडिओ वाइप गर्नतिर लाग्छु। किनकि खाली नै सजियोस्। हिजो सेल्स राम्रो भएछ, बेकरी सेल्स पनि। सो लेट्स गो अब एफडिओ पुस्नतिर है। सो के मैले बेकरी एफडिओ पनि वाइप गरेर सकिसकेको छु। एकैछिनमा हाम्रो बेकरी आउँछ। अहिले एकैछिनमा देखाउँछु है त। आज लेट भएको थियो। तपाईँले फोन गर्नुभएको रहेछ। ठ्याक्क म यस्तो भयो कि म आज चाँडै आउँथेँ होइन, चाँडै आउँथेँ। अनि त्यसपछि त्यहाँ भयो कि होइन, म उता दाइहरूसँग होटेलतिर थिएँ। अनि त्यसपछि त्यो म्यानेजर दाइको स्कुटर लिएर आउँछु भने स्टार्ट गरेछु भएन। लास्ट अप्सन अनि एङ्गो गरेर आइदिएर आयो। ओके, दाइहरूको मेहनतको फल हामीले आज बिहान दिइसकेको छौँ। जय होस् दाइको। खै यो बिल हुनुभयो। झाडु चलाउनु पर्छ नि, के चलाएको कहाँ मैले देखेँ हो र। लाइक, कमेन्ट, सब्सक्राइब, हिट द बेल आइकन आउँछ है त दाइ। त्यहाँ कडा हाल्नुपर्छ। अब हाल्नु ल, धन्यवाद त्यसको लागि। ल, हाम्रो सब सामान आइसकेको छ। थ्याङ्क यू दाइ। हेभ अ गुड डे। बाई बाई बाई। ल बाई बाई दाइ। ओके, भर्खर मैले बेकरी आएर मिलाइसकेँ बेकरीहरू। अब बेकरीको डेटहरू राख्नदेखि लिएर ट्यागहरू पनि राखिदिन्छु। अनि बारको काम बिस्तारै सकाउँदै जान्छु है त।
आज पब्लिक होलिडे रहेछ अनि आज यता देख्न सक्नुहुन्छ खाली खाली छ अनि सबैजनालाई ह्याप्पी सोनाम लोसार है त तपाईँ सोनाम लोसारको दिन हामी जस्तै यसरी बसेर कफी र बेकरी खान चाहनुहुन्छ भने आउनुहोस् तपाईँहरूको लागि सबै हाम्रो टेबलहरू खाली छ ल यता सन्तोषलाई बसिसक्नुपर्छ छिटो आउनुहोस् तपाईँहरूलाई हामीले कुरिरहेको छौँ यता सन्तोष दाइले फुड बनाउनको लागि हात चिलाइरहेको छ आउनुहोस् सो के हाम्रो ड्युटी सकिएको छ आजसम्म मसँग केराको पातले भुइँछुन्छ होइन ठिक छ है भाइ है अब गुड डे तिमी जाने होला नि उता जाने केराको पातले भुइँछुन्छ सो के मेरो ड्युटी सकिएको छ अब म जान लागेन अनि म यति सुन्दातिर छु अहिले दाइहरू आउनुभएकोले म अब त्यति जान्छु है आज सोनाम लोसार नि रहेछ हजुरलाई देखाउँछु थोरै त्यताको माहौल है भाइ है त राहुल अब गुड डे है त ल भाइ ल राहुल आज स्पेसल छैन हाम्रो लागि भाइ होला नि सो मेरो ड्युटी सकिएको छ अब म जान लागेको मेरो भ्लगमा स्वागत छ केही भन्न चाहन्छौ के जान्दैन सर सो यस्तो रहेको छ बाटो पछाडि अब चल्नु स्टार्ट हुन्छ ओके म अहिले बबर मलनिर छु अनि म बाटोमा जाँदै हो है त अनि जे होस् घाम लागिरहेको छ अनि आजको मौसम चाहिँ त्यही हो गर्मी जस्तो फिल भइरहेको छ किनकि अब गर्मी दिन आउनु लागिसक्यो कि है सो पछाडि देख्न सक्नुहुन्छ सिंहदरबारभित्र जाने गेट छ यता पछाडि पखाएको अनि उता अगाडि नि छ है ओ काठमाडौँमा हावाहुरी चल्न स्टार्ट भइसक्यो आजको मौसम खराब छ है ओहो छ्या धुलो त एकदम हानिरहेछ हौ यो खराब हुन लागिसक्यो है छिटै मौसम त बा म अब सिंहदरबार हुँदै जान्छु होला सायद आज यता देख्न सक्नुहुन्छ अन्नपूर्ण न्युरोलोजिकल हस्पिटल सो आज घाम पनि लागेको छ हावाहुरी पनि लागेको छ जे होस् सोनाम लोसार चाहिँ नराम्रो गराउने त होइन यो हावाहुरीले सो यता देख्न सक्नुहुन्छ कृषि विकास ब्याङ्क म यो चाहिँ सिंहदरबारको अगाडिको गेटतिर जाँदैछु एकदम जाम छ आज किनकि आज सोनाम लोसारले गर्दा टुडखेल एरियामा चाहिँ हिँड्नै दिएको छैन होला मेबी सो यता जेएनजीको आन्दोलनमा खराब गरेको भित्र देख्न सक्नुहुन्छ जे होस् बिल्डिङहरू फेरि पुनर्निर्माण हुँदैछ सो यहाँनिर छ सर्वोच्च अदालत एकदम डढेर जस्तै भएको छ है यता छ सर्वोच्च अदालतको हालत यस्तो छ जस यो बिल्डिङ चाहिँ बचेछ है केही नि भएको छैन खासै यो सिंहदरबारनिर साइडकै बिल्डिङ हो सो अब म जाँदैछु ल यता ध्वस्त भएर छ त खतम छ नेपाल अब नेताहरूले भ्याएपछि यस्तै हो जनता
आक्रोशमा आएपछि सबै डढ्छ। सो यहाँनिर एक्सिडेन्ट भएछ है, जुम आउट गरेको कस्तो हल्लिरहेको क्यामेरा। यो चाहिँ सिंहदरबारको अगाडिको गेट हो। जे होस् त्यो टुप्पामा थियो नि त दुईवटा त्यो के सुनको डल्लो जस्तो, त्यो चाहिँ अब जेनजीको आन्दोलनमा लुटिसकेको छन्। सो जाम पनि खुलेको छ। अब म जान्छु बिस्तारै। ओहो मिठो हावा चलेछ त आज, के हो यस्तो। सो त्यहाँनिर देख्न सक्नुहुन्छ धरहरा। सो यता चर्केपिङ चलिरहेको छ। अब म जाँदैछु सुन्दारातिर, अनि त्यहाँ म आज टुडिखेलमा हजुरहरूलाई सोनाम लोसारको माहौल देखाउँछु है। अहिले पुल माथि भएर, तर म भित्र सायद छिर्दैन होला। जे होस् हावा चलेको छ। ओ काठमाडौँमा हावाहुरी आइसक्यो है। हावाहुरी एकदम चिसो भएको छ यो हावा है। कहाँदेखि आज लागेछ यार हावा यस्तरी। सो यता चर्केपिङमा रमाइरहेको देख्न सक्नुहुन्छ। अनि यता डुगानी चलिरहेको छ। त्यही हो, म बाटोबाट हेर्दै हिँड्दै गइरहेको छु, तर हावाहुरी एकदम आज चलेको छ। खै के हो है। जे होस् मान्छेहरूको चहलपहल आज अलि बढी नै छ है, किनकि आज सोनाम लोसार भएर। जे होस् आफ्नो कल्चरल ड्रेसमा बाटोमा हिँडिरहनु भएको छ। सो एक किसिमले यो आफ्नो के भन्छ पोसाक लगाएर आफ्नो परम्परागत त्यो हुन्छ नि त्यो झल्काउनु के टाइपको, त्यो के भन्छ अब त्यसलाई, आफ्नो संस्कृति झल्काउने चाहिँ एकदम राम्रो हो। अनि जे होस् हाम्रो पनि मगर दिवसको दिन अस्ति थियो, तर म यता आएर सुट गर्न पाएन। अनि त्यही हो, अब हाम्रो फागुन 15 मा पनि एकदम रमाइलो हुन्छ। काठमाडौँ लगायत बुटल, पाल्पा सबै ठाउँ। सो म आधी बाटो आइसकेको छु यो सिंहदरबारदेखि अगाडि। जे होस् हावाहुरीले सकायो कि आजको दिन। यता देख्नुहुन्छ नेपाल टेलिकम, तर एन्टी लाइट परेर खासै देखेको छैन होला है। फन पार्कमा मान्छेहरू एकदम रमाउँदैछन्। सो म अहिले चाहिँ भिरगुडी मण्डपनिर आइसकेको छु। तपाईँले देख्न सक्नुहुन्छ अगाडिबाट सबैजना आफ्नो कल्चरल ड्रेसलाई लगाएर, जे होस् आफ्नो संस्कृतिलाई झल्काउँदै सबैजना हिँड्नुभएको छ। यो चाहिँ एक किसिमले राम्रो पनि हो। आफ्नो अहिलेको जमानामा चाहिँ आफ्नो के भन्छ कला संस्कृतिहरू लोप हुँदै गएको छ नि त। त्यही भएर यसलाई जगाउनु पर्छ चाँडै हामी सबै मिलेर। अब म यो माथिको पुल चढेर हजुरहरूलाई देखाउँछु आजको माहौल टुडिखेलको। सो है तपाईँले यहाँ देख्न सक्नुहुन्छ आजको जाम छ एकदम बाटो। अनि यता देख्न सक्नुहुन्छ सबैजना कल्चरल ड्रेसमा हिँड्नुभएको छ, रमाइलो गर्नुभएको छ। यो चाहिँ टुडिखेल हो काठमाडौँको। सो यतानिर देख्नुहुन्छ धरहरा अनि त्यो केटिएम मल। यो चाहिँ शहीद गेटनिरको माहौल हो। यस्तो छ आज एकदम क्राउड छ। आफ्नो कल्चरल ड्रेसमा आइसक्नु भएको छ सबैजना। बेस रमाइलो छ
एक ठाउँ उभिए वारीदेखि पारी पुगिन्छ धकेल्दा त्यो बाटोमा हिँड्न गाह्रो छ। त्यही अब म चाहिँ अब भित्र गएन, अब रुमतिर लाग्दिएको। सो यता पुलमाथिदेखि लिएको यो चाहिँ एकदम क्राउड छ अब भित्र, जे स्टलहरू लागेको छ। सो केटिएम मलनिरको जाम यस्तो छ है। आजको सोनाम लोसरले चाहिँ गाडीहरूलाई हिँड्न दिँदैन। पछाडि पनि जाम प्रवीण बराल @प्रवीण बराल 6942। थ्याङ्क यू ल, थ्याङ्क यू ल, ओके। सो भर्खर मेरो केटाहरूलाई म चिनेको त छैन, जे होस् भ्लग हो भन्दै मेरो भ्लगमा आउनु चाहे, अनि मैले चाहिँ त्यस भ्लगमा तिनीहरूलाई राखिदिएको छु। म चाहिँ अहिले सिभिल मलतिर जाँदैछ। यस्तो छ अवस्था। सो ओके, म अहिले सिभिल मलभित्र आइसकेँ। जो यहाँको माहौल चाहिँ मान्छेहरू सोनाम लोसरले गर्दा चाहिँ धेरै आएको छन् कि म यहाँभित्र अब भिडियो गर्दिनँ, एकैचोटि होटेलमा गएर गर्छु है त। म होटेलमा आइसकेँ। यता गुरुङ भाइ पो होइन, म त गुरुङहरूको होला सोनाम लोसार सोचिरहेको थिएँ होइन। ल है त, म माथि गएको। यो लिफ्ट फेरि झर्न कति टाइम लाग्यो? कहाँ बन्द भइरह? म जान खोजिरहेको छु। ल अब 4th फ्लोर। ओहो, यो सामान के हो? आइसक्रिम क्या हो नि त, यसरी राख्नु भएन लिफ्टमा। के हो, 1st फ्लोरमै रोक्यो क्या? ए होइन त, यो 4th फ्लोरमा रोक्ने बेलामा यस्तो मुन्ड रहेको जस्तो हुन्छ। ल म 4th फ्लोरमा आइसकेँ। दाइले नक्न। सो विमल भाइ आइसकेको छन्। मैले अब मेरो ब्लगमा देखाउँछु विमल भाइलाई। कति पछि भेट भयो अरे हाम्रो? 2 महिना। ल अब रोइलानुपर्छ काठमाडौँमा हामीलाई।